वेलकम टु माई दिदीको च्यानल। आज चाहिँ हामी चटपटे बनाएर खाने प्लान बनाइरहेको छौँ। चटपटे चाहिँ यहाँ बनाउनु हुँदैछ मम्मी, दाजु, दिदी भन्नु कि कान्छी मिलेर। दिदी त भन्नु हुँदैन, रियलमा जे भनेको छ त्यही भन्ने हो। हाम्रो मम्मीले चाहिँ यहाँ आलु पनि उसिनेर ब्याक क्यामेराबाट बनाउँथ्यो दिदीले। अब दिदी होइन कान्छीले। अब म चाहिँ फ्रन्ट क्यामेराबाटै बनाउँदैछु। हाम्रो भ्लगमा जोडिएर साथ दिनु होला। हाम्रो चटपटे बनाएको भिडियो लाउने गिलो बनाउँदैछु मैले। तर आज हजुर त्यहाँनिर लाउनु त्यहाँनिर चाहिँ। तर मैले पातलो बनाएँ भन्ने मलाई लागिरहेको छ कि यो भरे नमिठो हुनु छैन। मम्मीले त्यहाँनिर आलु तास्नुहुँदैछ, दाजुले त्यहाँ के भन्छ प्याज। मैले बिहान धनियाँलाई घरि अदुवा घरि के भनिरहेको थिएँ। त्यहाँनिर छ सामान यसो, अनि त्यहाँ बुटको पनि छ। म यहाँ छु। म यहाँ यस्तो गिलो चटपटे बनाउनुको लागि यो रस ठिक पार्दैछु। तर यो लास्ट पातलो भयो। पातलो राम्रो घोलेको त हाम्रो चाहिँ चटपटे बन्दैछ यहाँ। चटपटे पिरो चाहिँ ल्याउनु नि एउटा आउँछ। यहाँ चटपटे बनिरहेछ। कृपया त्यस्तो नबोल्नै आउँदैन। अनि कृपया हाम्रो भ्लग हेरेर साथ दिनु होला। बोल्न केही शब्द नै छैन, त्यही भएर लल्ला ललाल। तपाईको प्रिय मैचा ब्लगरको बहिनीको बोल्ने यति नै छ। यो भन्दा बढी आउँदैन भन्दै भन न। तपाईको प्रिय भ्लगर मैचाको बहिनीलाई बोल्न आउँदैन, भ्लगर मैचालाई मात्र बोल्न आउँछ। त्यति लाने भने 10 रुपियाँ पैसा पुगेर हुन्छ भनेर भनेको। 10 रुपियाँको यो 5 रुपियाँको हो त। उहिले पो 5 रुपियाँ त अहिले जमाना। फेरि यो यतिलाई 10 रुपियाँ। ल्या झिगाले त नि कहाँ गरिदिइरहेछ त नि हौ। यो के हो, गिलो आलु चाउचाउ। यो गिलो यो आलु, यो खोर्सानी चाहिँ अहिले खास बेला चाहिँ होइन, तर खोर्सानी पाजुले ल्याइदिनु भएको होइन, पाजुले ल्याइदिनु भएको। अनि चाकु चाहिँ यतिसम्म लाग्ने छ। चाकु खोर्सानी अहिले खाने बेला होइन, त्यही भएर यस्तो कुहिएको पनि छ। हाल्नु यो खोर्सानी चाहिँ हाम्रो पनि खासै छैन। पहिला जतिको रोपेन योचोटि खोर्सानी हाम्रोमा। गिलो पनि डल्लो हुने गरी पकाएपछि त्यस्तै त हुन्छ नि। अनि हाम्रो अब के भन्नु, मिठो खाने भनेको नमिठो भयो। यो अनि यस्तो मटर त यत्रो सबै भिज्दाखेरि एउटा दुइटा भिजेको रहन्छ। भिजाउँदा हौ टेस्ट। अब ल्याउनु न त, म खोलिदिन्छु। मम्मी चाहिँ त्यसरी खोल्नुहुन्छ, त्यसरी त खोलिँदैन नि त। ए हेर्नु है, ट्युटोरियल हो क्या यो भनेको। ट्युटोरियल पुरा उल्टा चक्कुले काट्नु आँटिसक्नु हुँदा यसरी काट्न लाग्नु भएको फेरि। तरिका यो चाहिँ सिकिराख्नु होला हाम्रो गौरव सेफ दाजुदेखि। 10 रुपियाँको 10 दाना छ यहाँ। 10 दाना मात्र त होइन ल। रुपियाँको टमाटर। आम्मा
चटपटे चटपटे तर यत्रो गोले खाने आज यो किलो चटपटे घरमा खाँदाखेरि यस्तै हुन्छ बोल्न आएन हौ म त अस्तिले पनि के भन्छ अहिलेको लागि यति नै भरे खाएको बेलामा देखाउँछौँ धन्यवाद हाम्रो चाहिँ चटपटे रेडी भएर नि हामीले खाना थाल्छौँ किलो कहीँ यहाँ बाँकी नै छ बुढीलाई थोरै छ दाजुलाई पनि थोरै नै छ मम्मीले कस्तो लागेर चटपटे भन्नु त ल मिठो 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 भन्छ नि तातो गिलो चटपटे हो कि तातो चटपटे भन्नु तातो तातो चटपटे बुइनी कोका कोलामा आएको ग्लासमा डिउ खान्छौँ हामी माउन्टेन डिउ मम्मी यहाँ हुनुहुन्छ है मेरो भागमा चाहिँ लास्टमा मटर परेछ मजाले घोलेन छ नि त नि एक बारको जिन्दगानीमा चुली नै चुली गिलो मलाई चाहिँ चटपटे खाएको तातो तातो भयो मिठो भयो साथीहरू हामीले चाहिँ चटपटे खाइसक्यौँ मिठै भयो खासै मिठो हुन्छ जस्तो त लागेको थिएन ठिकठिकैको भयो अनि अब खाएपछि सरसफाइ पनि गर्नु पर्यो नि त मैले चाहिँ हातले नै खाएको क्या अनि त्यही भएर हाम्रो फुप्पू चाहिँ नुहाइदिइसकेर आइसक्नु भयो चटपटे हेरि नसक्नु भइसक्यो होला कि फुप्पू हाम्रो फुपू एकदम खतरा मिठो बनाएको छु फुपू तपाईँ पल्किनुहुन्छ होला आज आज यस्तो मिठो चटपटे बनाएको छ नि मैले म त अनि खतरा बनाउँछु नि त चटपटे त हजुर त्यो फ्याँकेको होला नि हौ थेटरी अब हाम्रो चटपटेको रेसिपी त तपाईँहरूले हेरि नै हाल्नुभयो होला रेसिपी सँगसँगै हातले खाएको नि हेरिहाल्नुभयो अब चाहिँ हामी होइन भिडियो अन्त्य गर्ने हो फेरि घाँस काट्नुपर्ने छ गएर अहिले भर्खर बारीमा काम गरेर आएको फेरि अनि खाजा खाएर अब फेरि घाँस काट्न जाने हो तपाईँहरूलाई मेरो चटपटेको रेसिपी चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला भन्दै म चाहिँ भिडियो यही अन्त्य गर्ने हो साथीहरू बाई बाई